मैले हजुरहरूलाई केही कुरा स्क्रिनमा देखाउँछु, एकदमै ध्यान दिएर हेर्नुहोस् ल, यो के होला भनेर चाहिँ हजुरहरूले मलाई भन्नुपर्ने छ। यो के हो साथीहरू, हेर्नुहोस् त। What is this? ल टाइप गर्नुहोस्, टाइप। Everything else was there for के लेख्नुहुन्छ क्रिस्टलले? हेलो साथीहरू, how are you? Are you fine? Who am I? Can you tell me my name? Tell my name. You can type in the screen. ल स्क्रिनमा लेख्नुहोस् त हजुरहरूले। मेरो नाम के हो? What's my name? Who am I? Crocodile. Yes, Aridesri. Am I a crocodile? Yes. True. ल लेख्नुहोस् त, सबैजनाले लेख्ने च्याट बक्समा लेख्नुहुन्छ। क्रोकोडाइल लेख्नु भएको छ, आराध्यश्रीले मात्रै लेख्नु भएको छ, अरू साथीले लेख्नु भएको छैन। सबैजना साथीले लेख्नुहुन्छ। ल एउटा त मैले क्रोकोडाइल देखाएँ, अर्को कुरा पनि मैले स्क्रिनमा हजुरहरूलाई देखाउँदैछु है। के होला त्यो? आर यु एक्साइटेड? Yes, alligator crocodile. It's an alligator. Ah, 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 alligator. It's an alligator. Okay. Five little monkeys swinging in a tree, teasing Mr. Alligator can't catch me. Along came Mr. Alligator, quiet as can be, and snapped that monkey right out of that tree. Now, how many monkeys are left? Show me your hand. Four, yes. Four little monkeys swinging in a tree, teasing Mr. Alligator can't catch me. Along came Mr. Alligator, quiet as can be, and snapped that monkey right out of that tree. Now, how many monkeys are left? Show me your hand. Yes, three monkeys are left. Three little monkeys swinging in a tree, teasing Mr. Alligator can't catch me. Along came Mr. Alligator, quiet as can be, and snapped that monkey right out of that tree. Now, how many monkeys are left? Two. Yes, very good. Two little monkeys swinging in a tree, teasing Mr. Alligator can't catch me. Along came Mr. Alligator, quiet as can be, and snapped that monkey right out of that tree. Now, how many monkeys are left? One. Yes, very good. Show me your one hand. One little monkey swinging in a tree, teasing Mr. Alligator can't catch me. Along came Mr. Alligator, quiet as can be, and snapped that monkey right out of that tree. Now, how many monkeys are left? No more monkeys are left. All the monkeys were snapped by this hungry alligator. This hungry alligator snapped all the monkeys. And if you'll make noise, this hungry alligator will snap you. So don't make noise in the class. है हजुरहरू सबैजना ज्ञानी भएर क्लासमा बस्नुहुन्छ ल। ओके साथीहरू, आज चाहिँ हामी है के थियो त, यसरी स्क्रिनमा कोर्नुभयो भने चाहिँ मैले हजुरहरूलाई कथा भन्दिनँ है। यो सानो चरा थियो, उसलाई आकाशमा उड्न मन लाग्थ्यो, तर ऊ एक उड्नलाई एकदमै धेरै डराउँथ्यो है। अनि ऊ चाहिँ कोसँग बस्थ्यो त? ऊ चाहिँ एउटा अग्लो ठुलो रुखमा आफ्नो आमासँग, आफ्नो दिदी बहिनी दाजुभाइसँग बस्थ्यो होइन। यो सानो चराको नाम के थियो? यो सानो चराको नाम पिकु थियो। के थियो अरे नाम? पिकु थियो है। अनि उसका सबै दाजुभाइ दिदी बहिनीहरू आमा बुवा सबै आकाशमा माथि 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 उड्न सक्थे। कसरी उड्न सक्थे? यसरी पखेटा फैलाएर माथि माथि उड्न सक्थे। सबैजनाले यस्तो गर्नुहोस् त, उडेको जस्तो गर्नुहोस् त, पखेटा फैलाएर। आहा आहा, सबैजना उड्नुभयो, भेरी गुड। एन्ड क्लोज your eyes children, close your eyes, imagine you all are flying high 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 in the sky। सबैजना हजुरहरू माथि माथि
माथि माथि आकाशमा उडेको कल्पना गर्नुहोस् त। आहा कस्तो रमाइलो, सबैजनाले यसरी नै पखेटा फिजाएर हो। भेरी गुड। त्यस्तै गरेर पिकु पनि माथि 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 आकाशमा उड्न चाहन्थिन् होइन। उसको दाजुभाइ दिदीबहिनीहरू सबैजना माथि 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 उड्थे, तर पिकुलाई भने एकदमै डर लाग्थ्यो। पिकु एकदमै डराउँथे, यसरी नै डराएर ऊ एकदमै डराएर बस्थे। सबैजना हजुरहरू डराउँदाखेरि कस्तो हुन्छ फेरि हेरौँ त हजुरहरू, यदि डराउनु भयो भने नाइ म त सक्दिनँ उड्न, यदि म लडेँ भने, यदि म उड्न नसकेर उड्दा उड्दै भुइँमा खसेँ भने के गर्ने भनेर ऊ एकदमै डराउँथे है। अनि के भयो होला त, ऊ एकदमै डराउँथे। त्यसपछि उसको मामुले चाहिँ उसलाई के भन्नुहुन्थ्यो त, उसको मामुले युल नेभर नो अन्टिल यु ट्राई। यदि तिमीले कोसिसै गर्दैनौ भने तिमी कहिले पनि उड्न सक्दैनौ। तिमीले प्रयास नगरेसम्म तिमीलाई थाहा नै हुँदैन तिमी उड्न सक्छौ कि सक्दैनौ भनेर, त्यसैले तिमीले ट्राई गर्नुपर्छ भनेर उसको मामुले चाहिँ उसलाई भन्नुहुन्थ्यो होइन, पिकुको मामुले। अनि तर पिकुले के गर्थिन्, पिकुले यस्तरी टाउको हल्लाउँथिन्, नाइ नाइ मलाई त डर लाग्छ, म त उड्दिनँ, म लडेँ भने, मलाई कति चोटपटक लाग्यो भने नाइ म त उड्दिनँ भनेर ऊ यसरी टाउको हल्लाएर के गर्थिन् त, त्यही रुखको हाँगामा बसिराख्थिन् है। र पछि के भयो त, एक दिन चाहिँ बिहानै यति धेरै हावा चल्यो, यति धेरै हावा चल्यो र रुखहरू सबै हल्लिन थाल्यो है। सबै रुखहरू हल्लिन थालिसकेपछि पिकु बस्ने घर है, यो चाहिँ के हो त, पिकु बस्ने घर पनि एकदमै धेरै हल्लियो। अनि त्यस पछाडि के भयो त, उसले यस्तो जोडसँग हाँगा समाएर समाएर के गर्ने, ल सबैजनाले यसरी जोडसँग हाँगा समाउनुहोस् त, यसरी जोडसँग समाएर ऊ डराएर बसिराखिन्, ऊ उडिनन्, के गरिन्, ऊ कहीँ नउडिकन डराएर यसरी नै बसिराखिन् है। अनि त्यस पछाडि के भयो त, अब परबाट उसको आमा आइन्, पिकुको आमा आइन्। अनि उसको आमाले के भनिन्, पिकु तिमी पखेटा फैलाऊ भनेर भन्नुभयो उसको आमाले। पखेटा फैलाऊ, तिमी उड, नभए तिमीलाई तिम्रो घर भत्काइदिन्छ हावाले, तिमी उड्न सिक भनेर यसरी परबाट आमा आएर उसलाई भन्नुभयो। अनि पिकु जस्ट क्लोज हर आइज एन्ड ओपन द टाइनी विङ्स। ओके फेरि साथीहरू, you just close your eyes and open your tiny wings and fly and try to fly high, high, high in the sky. And Piku flew away. Piku यसरी नै आँखा बन्द गरिन् र आकाशमा माथि 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 उडिन् है। अब के भयो होला साथीहरू, अब अनि द विन्ड पुस्ट हर आउट अफ द नेस्ट। उसको के भयो त, उसको गुडलाई हावाले उसको गुडबाट बाहिर धकेल्यो। अब उसलाई बाहिर धकेलेपछि ऊ यसरी माथि आकाशमा उड्न थालिन्, चिच्याए। तर त्यसपछि ऊ आ गरेर चिच्याउन थालिन् होइन। तर के भयो त्यसपछि, अचम्म भएछ, उसले यस्तो आँखा खोलेको त ऊ त कहाँ उड्न थालेछन्, ऊ त आकाशको माथि माथि निलो आकाशमा उड्न थालेर ऊ त कति खुसी भइन्। ल सबैजना खुसी भएको अनुहार बनाउँदै फेरि उड्नुहोस् त, फेरि उड्ने हो। स्याबास। यसरी नै पिकु एकदमै खुसी भएर माथि आकाशमा उड्न थालिन्। अनि के भयो त, हर मदर सेड, पिकुको मामुले के भन्नुभयो, पिकु यु डिड इट भन्नुभयो, पिकु तिमीले गर्न सक्यौ भनेर आमाले भन्नुभयो है। आमा एकदमै खुसी हुनुभयो अनि पिकु पनि एकदमै खुसी भइन्। सबैजना ह्याप्पी भएको फेस बनाउने है। And people laughed and said, I can fly. I can really fly high, high, high in the sky. सबैजनाले भन्नुहोस् त, I can fly. I can fly high, high, high in the sky. Yes, I can fly. हजुरहरूले भन्नुहोस् त, Yes, I can do it. Yes, I can do it. Okay, very good.
सिफ अनि ऊ के गरिन् त ऊ चाहिँ फुलहरूको माथि नदीहरूको माथि होइन रिभर्सहरूको माथि 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 फ्लावर्स माथि रुखहरू हेर्दै हेर्दै आकाशमा उडिन् त्यो निलो आकाश हेर्दै हेर्दै आकाशमा उडिन्। अनि यो स्क्रिनमा कोर्ने साथीलाई मैले के गरौँ साथीहरू यसरी हामीले तिर माथि माथि उडेर उसले सुन्दर कुराहरू आकाशबाट हेर्न थालिन् होइन उसलाई एकदमै खुसी महसुस भयो एकदमै स्वतन्त्र महसुस भयो आकाशमा उड्न थालेपछि होइन। र उसले के कुरा बुझिन् पिकुले के कुरा बुझिन् त ओहो हामी डराएर हामीले केही पनि कुरा प्रयासै गरेनौँ भने त हामीले केही पनि गर्न सक्दो रहेनछौँ भन्ने कुरा चाहिँ पिकुले रियलाइज गरिन्। अनि त्यो साँझ जुन साँझ चाहिँ एकदमै ठुलो हावाहुरी चलेको थियो त्यो साँझ पिकु र पेकुको मामु यसरी रुखको हाँगामा बसेर कुरा गर्न थाले। अनि के भयो त कुरा गर्दा गर्दै साँझ परिसकेको थियो घाम अस्ताइसकेको थियो आकाश पुरै सुन्तला रङको भइसकेको थियो जस्तो घाम अस्ताउने बेलामा आकाश कस्तो हुन्छ आकाश पुरै सुन्तला रङको हुन्छ नि होइन हजुरहरूले याद गर्नु भएको छ आकाश त्यस्तै भइसकेको थियो र उनीहरू मामु र छोरी मामु र पिकुले चाहिँ के गफ गर्दै थियो त पिकुले आजदेखि पिकुले चाहिँ आफ्नो मामुलाई के भन्दै थियो त पिकु एकदम मक्ख परेर आजबाददेखि म कहिले पनि प्रयास गर्नलाई डराउँदिन प्रयास गरेनौँ भने त हामीले केही पनि कुरा जान्दो रहेनछौँ भनेर पिकुले भन्यो। त्यसैले हामीले यो कथाबाट के सिक्नुपर्छ त डोन्ट फियर ट्राई टु लर्न होइन डर होइन हामी प्रयास गर्न चाहिँ सिक्नुपर्छ वी हेभ टु ट्राई टु लर्न है। त्यही भएर हामीले चाहिँ एकैछिन ल दिव्या मैले हजुरलाई स्क्रिन दिन्छु हजुरले एकैछिन मेरो कुरा सुन्ने हामीले चाहिँ के गर्नुपर्ने रहेछ त हामी Once upon a time there was a sheep, and and sheep is going in home. Then sheep said to pig, "Oh pig, I want to drink a water." And the pig said, "Go and drink water." But sheep said, "I don't want to uh, go in the farm." And 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 pig said, "You go in the river." And sheep said, "Yes, I want to go in river." And sheep is going in river and eating water. And and pig was hungry, and he was saying, "I want to eat a burger." And pig was going in restaurant and said, I want to eat a burger." And and eating a burger and going in the home. And he was no and she was also come in home and sleeping in the in home. But pig was not sleeping in there and saying no talking to animal. But there was a cow also. Cow said, "I want to sleeping a pig. I want to sleeping in the boat, in the bed, no, in the mat. I don't want to sitting in the bed." And sheep, no, and cow said, and pig said, "I have one idea." And no, pig said, "Go in the home and bring the mat." And the pig was go in there and bring a mat and give a cow. And one day again there was a sheep said, "Oh, I want to play a playground." And pig said, "No, no, you are not pig. No, you are not kids." And pig said, "I want to go uh, in the supermarket." And cow said, "I want to also go." And cow and pig going in the supermarket and bring a vegetable. And 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 pig and the cow bring a vegetable and give a to sheep.
and sheep said, I don't want to eat a vegetable. And pig said, no, you can eat. And pig said, I want to eat a carrot and eating a carrot. And sheep is eating also carrot. And one day again there was a lion come and said, lion eat the pig. Lion eat the pig and sheep and the cow run, and tiger also running, and cow is dead, and sheep is safe. Thank you, ma'am. कति लामो स्टोरी है ल इट्स अ भेरी गुड अद्विक अनि दिव्या हजुरको त भिडियो नै अफ भएको छ नि हो अलिकति अझ अझ पर टाउको दिव्या टाउको काटिराखेको छ है हो अलिकति पर अनि खुट्टा पनि आउने गरेर दिव्याले एकदमै राम्रो डान्स गर्नुहुन्छ नि त त्यही भएर मैले हो त्यो अब त्यो स्वेटरलाई अलिकति तल झार्ने त्यो सुरुवाल माथि पारेर सजाइदिउँ अलिकति अझ खुट्टा पनि आउने गरेर गर्नु भएको भए अझ राम्रो हुन्थ्यो है टाउको पनि खुट्टा पनि टाउको देखिँदा खुट्टा काट्ने खुट्टा काट देखिँदा ठिक छ त्यति मात्र पाए पनि हुन्छ मनले तिमीलाई चाहन्छ तिम्रो मायामा नाच्न थाले म तिमीलाई आफ्नो ठान्छ मनको साइनो लगाई यादैमा तिम्रो कान्छ मनले तिमीलाई चाहन्छ तिम्रो मायामा नाच्न थाले म
चोली आहा घुम्टा र डोली आहा ए सिरैमा सिन्दुर आहा गलामा पट्टे आहा धोती र चोली आहा घुम्टा र डोली आहा छमछम हातेका चुराले रमझम रातेका कोराले म बाँधिएकी हो या सजिएकी हो बुझिन मैले बुझाइदेऊ कसैले बुझिन मैले बुझाइदेऊ कसैले ए बुझिन मैले बुझाइदेऊ कसैले आकाशै बाँधु पातलै बाँधु भूत प्रेत बाँधु हे बिर्मसान बाँधु हे डङ्किनी बाँधु हे पिचा सबै बाँधु हे खोला बाँधु रुख बाँधु चारसुरै बाँधु जुना जस्ती रे फुल जस्ती रे कञ्चन खोला झनाको मुला जस्ती रे के रे जुना जस्ती रे फुल जस्ती रे ए कञ्चन खोला झनाको मुला जस्ती रे म बोक्सी म देवी म डार्लिङ म बेबी यो थरी थरी नाताले यो सुन्दरताको गाथाले म बाँधिएकी हो या सजिएकी हो बुझिन मैले बुझाइदेऊ कसैले बुझिन मैले बुझाइदेऊ कसैले ए बुझिन मैले बुझाइदेऊ कसैले ओके साथीहरू कति राम्रो डान्स गर्नुभएको है सबैजनाले दिव्याले जो क्लासमा नाच्नु भयो नि हजुरहरूले एकदमै राम्रो नाच्नु भएको छ लेट्स गिभ अ बिग क्ल्याप फर स्पेसली अनिसालाई अनि सबैजना साथीलाई दिव्यालाई हिमानी अनमोल अनि यो अर्को साथी सागरले पनि कति राम्रो नाच्नु हुँदो रहेछ स्क्रिनमा कोर्न पनि त्यत्तिकै जाने अनि नाच्न पनि त्यत्तिकै जान्ने हुँदो रहेछ सागर होइन ल सबैजनालाई लेट्स गिभ अ बिग क्ल्याप अब को साथी तयार हुनुहुन्छ आफ्नो ट्यालेन्ट देखाउनुलाई रोचक तयार हुनुहुन्छ होला रोचकले के गरेर आफ्नो ट्यालेन्ट देखाउनुहुन्छ आज रोचक चेटेको चरो यो पाउँछ गिनाले छुँदैन मानिसको ठुलो जिल्लाले हुन्छ जाटोले हुँदैन नमस्कार उपस्थित सम्पूर्ण साथीहरू म आज नाच्न गइरहेको छु अब्बे आज नाच्दिने आज नयाँ कुराहरूलाई हुन्छ कुन गीतमा नाच्ने नयाँ गीत आएको छ त त्यो आँखामा लाउने गाजल लोटामा लाउने लाली नलजाउन काली नलजाउन काली अनि त्यसको बिचमा Hey, apa namanya brand भन्छ त्यो गीतमा के थियो अरे गीतको बोल चाहिँ त्यो नलजाऊ नयाँ गीत लन्च भएको नेपालमा नलजाऊ न काली हो होइन आँखामा लाउने गाजल लोटामा लाउने लाली नलजाउन काली त्यही त हो नि त के भन्छ गीतलाई के छ अरे भन्नुहोस् त आँखामा लाउने गाजल लोटामा लाउने लाली नलजाउन काली नलजाउन काली
आँखामा लाउली गाजल ओठमा लाउली लाली नलजाउन काली नलजाउन काली आँखामा लाउली गाजल ओठमा लाउली लाली नलजाउन काली नलजाउन काली हे जाने भए जमाया खुमेर अन्नाया जाने भए जमाया खुमेर अन्नाया हे जाने भए जमाया खुमेर अन्नाया जाने भए जमाया खुमेर अन्नाया दुर्गेश थापा नाम होइन ब्रान्ड हो ब्रान्ड हातमा सुनको बालो गुच्चीको चस्मा कालो दुबई र थाइल्यान्ड घुमी त्यसपछि लन्डन पालो हातमा सुनको बालो गुच्चीको चस्मा कालो दुबई र थाइल्यान्ड घुमी त्यसपछि लन्डन पालो